कता कता हो के त्यता हैन ओ यस्तो टेप्टा हार गर नि छ गाँठेको र वाह छिटा वाह ढङ्गा झोली फाइनली अब आइपुग्यो है यहाँनिर चाहिँ बाटो कार्य हुँदो रहेछ निलबाटै तलबाट चाहिँ यस्तो हो जाने रहेछ पढ्न निर्माण कार्य भइरहेको छ टाढैबाट निर्माण कार्य भइरहेको छ कति खुल्यो छिटाउ कता कता हो के त्यता हैन ल गो ल जाम म फर्किँदाखेरि हाल्यो उता दा वाह यता छेउछेउ हिँड यता माछा छ होला मार्न गएदेखि फाइनली हो ए रातिमा यस्तो देखिँदैछ हेर बाबु यहाँ यो झाङ्गा जुन म्याउ म्याउ हो यस्तो टेप्टा हार गर नि छ गाँठेको र ए यो माडल पनि रहेछ यिन हेर्दैन रहेछ यस्तो माडल यो बाबुको ए सुकुल मुडा ओ ठिक हो ठिक यी से दमैको यी मु मुडा है क्या है कुन मुडा कति रहेछ इच्छा लाग्यो नुल क्या होला नि यताबाट आओ ये छोड़ा छोड़ा बाबा पाएगा ए यिनीहरूले छिम्टो मज्जु छिम झाटा वा हलो जुवा है सब रहेछ यहाँ खोप रहेनछ त्यो ढ्याकी पनि रहेछ यहाँनिर है
या वाह यस्तो बन्दै रहेछ यहाँ चाहिँ खतरा बन्दै रहेछ ल यो चाहिँ झागाझोली भन्ने ठाउँ है हाम्रो खरिन्टारबाट नजिकै रहेछ त्यो पाहा पोखरामा पनि यस्तो ठाउँ बनायो हुँदो रहेछ भन्ने कुरो चाहिँ यो एकदम रहेछ वाह है ओहो आनन्द छ शीतकालमा बसेर है त्यतिको सारा वाटर फङ्सन दामी छ है ओहो घन्टाघर वाउ जस राम्रो बनाएर रहेछ ठिक छ ओहो यहाँ पनि रहेछ मन्दिर वाह के हो नि ए यो त माउरी पालन पनि रहेछ अझै ओहो है गजब रहेछ त वास्तवमा गरे के हुन्न भन्ने कुरो चाहिँ यो हो कि होइन त गयो नि त त्यो अनि यहाँनिर फेरि यसरी माउरी पालन पनि रहेछ है ओहो दामी रहेछ अनि यहाँ यस्तो है यहाँ आर्टिफिसियल हाँस पनि दामी रहेछ माउरी निस्किने क्रम जारी छ है ओहो यहाँ बाघ गैँडा है खतरा रहेछ यो झागाझोली चाहिँ के हो यो भित्र चाहिँ जान मिल्ने के होइन वाह सुपरम्यान कुरो नहाँसेको वाह जुत्ता खोलेर आउनुपर्छ यहाँ ये गाडी त बिगार्दै यसले च्याट्याट यहाँ त गर्मी रहेछ कि चिन गर्मी भयो खतरा राम्रो रहेछ ल अब चाहिँ हाम्रो यही हो फर्किने अब हामी चाहिँ अब चाहिँ झागाझोलाबाट आजको लागि यति नै हो यो खरानी दामी रहेछ कुला हिरा त हिरो माल्यो लगिन खाजा खुवाइदिनु
ल्याउनु भएको अबे वाह है